हेलो साथीहरू नमस्ते। के छ खबर? सन्चै हुनुहोला आशा गर्दछु। म पनि एकदम ठिक छु साथीहरू। के साथीहरू तपाईहरुले पनि नयाँ नयाँ आइटम नयाँ नयाँ रेसिपी बनाएर खानु मन छ साथीहरू? अगर खानु मन छ भने मेरो हर दिन हर रोज मेरा नयाँ नयाँ भिडियो आउने गर्दछन्। मिस नगर्नुहोला, हर भिडियो देख्ने गर्नुहोला साथीहरू। यसै क्रममा मैले आज साउथ इन्डियन फेमस खाना इडली रेसिपी लिएर आएको छु साथीहरू। यो भिडियो अलि लामो बन्दैछ, स्किप नगरेर लास्टसम्म हेर्नु होला। यो भिडियो तपाईलाई कस्तो लाग्छ, जस्तो लाग्यो त्यस्तै कमेन्ट गर्नु होला। हेलो साथीहरू, म बनाउँदैछु आज इडली एन्ड डोसा। इडली डोसा बनाउनलाई सानो प्रोसेस हुन्छ। त्यसपछि मैले लिएको छु यो इडली एन्ड डोसा बनाउने चामल, डोसा बनाउने चामल। यो इडली एन्ड डोसा बनाउने चामल चाहिँ अलिक सस्तो नै आउँछ। यो सस्तो हुन्छ। यो चामल छैन भने केही छैन, घरमा जो नर्मल चामल तपाईहरु जो खानुहुन्छ त्यही चामल लिँदा पनि एकदम राम्रो बन्छ। त्यसैले साथीहरू मैले यो तपाईहरुलाई इडली डोसाको प्रोसेस कसरी बनाउने, इडली एन्ड डोसा कसरी बनाउने भनेको तपाईहरुलाई देखाउँदैछु। हेर्दै जानुला। मैले एउटा बर्तन लिएँ यहाँनिर, यो चामल लिएँ मैले एउटा गिलासको अनुमान गरेर, त कोही पनि बर्तनको अनुमान गर्न सकिन्छ। त्यसपछि एउटा 1 2 3 गिलास मैले यहाँनिर चामल लिएँ। अनि त्यसपछि यसमा मैले लिएँ यो उडदको दाल हो साथीहरू। हेर्न सक्नुहुन्छ उडदको दाल हो। यो छिल्का यसको बोक्रा फालेको हुन्छ अलरेडी यो इडली एन्ड डोसा बनाउनुलाई। मैले 3 गिलास चामल लिएँ, त अब यसमा 2 गिलासमा यो लिन्छु, दाल लिन्छु उडदको 1 गिलास। 2 गिलास मैले उडदको दाल लगेँ। 3 गिलास चामलमा 2 गिलास उडदको दाल हालेँ। अनि त्यसपछि मैले थोरै हेर्नुहोस् मैले मेथी हालेँ। यो मेथी हाल्नको कारण के हो भन्दा यो मेथीले बेकिङ सोडाको काम गर्छ, डोसा इडलीलाई फुलाउने काम गर्छ। त्यसैले मैले यो तीनों चिजलाई यसरी मिक्स गरेँ। अब यसमा मैले सफा पानी हालेर यसलाई मजाले मिची यसको गन्दगीहरू फाल्ने, यसरी मिची यसलाई सफाइ गर्ने। यो दाल एन्ड चामललाई यसरी 2-3 पटक सफा पानीले यसरी यसलाई धुने। अब यसरी यो पानी यसरी यसलाई दाल एन्ड चामललाई यसरी पानी हालेर यो फुल नाइट भिजाइदिनुपर्छ साथीहरू। एकदम राम्रो यो भिज्यो भने चाहिँ यो पिस्नु एकदम सजिलो हुन्छ। त्यही भएर मैले यो भोलिको लागि यसरी रेडी गरेँ अनि यसरी भिजाएर यसलाई 1 नाइटको लागि राखिदिएँ। अब यो प्रोसेस भोलि बिहानको लागि हो के। यो हेर्नुहोस्, अब मैले यो दाल एन्ड चामल भिजाएको थिएँ डोसाको लागि। अब यसरी भिज्यो, 7-8 घन्टा भिजाएपछि यो हेर्नु साथीहरू यसरी भिज्यो। अब यसलाई मजाले फेरि पनि सफाइ गर्ने, सफा पानीले पखाल्ने। यो 7-8 घन्टामै भिज्छ, 7-8 घन्टा भिजाउनुपर्छ। मैले फुल नाइट भिजाएँ यसरी। फुल नाइट भिजेपछि हेर्नु मजाले भिज्यो यो चामलहरू, एकदम राम्रोसँग पिसिन्छ ज्यादा भिज्यो भने। अनि यसरी यसलाई यो मिक्सरमा राख्ने, मिक्सरमा राखेर यसलाई मजाले ग्राइन्ड गर्नुपर्छ एकदम मसिनो बनाएर। यसरी पानी हाल्दै ग्राइन्ड गर्दै गर्नुपर्छ। त्यता हेर्नु साथीहरू यो एकदम डोसाको यो बेटर एकदम मसिनो गरेर पिसेँ मैले। हेर्नुहोस् यस्तो मसिनो गरेर पिसेँ मैले। यसरी पिस्ने, यसलाई पानी हाल्दै पिस्दै गर्नुपर्छ। यो मोटो भयो भने ज्यादा पिसिँदैन, पानी हाल्दै पिस्दै गर्नुपर्छ। अब मैले यसलाई यसरी खनाएँ यस भाँडामा, अर्को भाँडामा यसरी पातलो गरी ग्राइन्ड गर्ने, एकदम मसिनो गरी ग्राइन्ड गर्ने मिक्सरमा। यसरी मैले डोसाको इडलीको बेटर ग्राइन्ड गरेँ। डोसा एन्ड इडलीको बेटर सानो तरिकाले बनाइन्छ। अनि त्यसपछि अझै यसको प्रोसेस अझै छ। अब यसलाई यसरी ग्राइन्ड गरिसकेपछि 3-4 घन्टा फुलाउनलाई यो आटा अझै फुल्छ। 3-4 घन्टा यसरी बन्द गरेर राखिदिने भने यो आटा अझै फुल्छ, माथि आउँछ। त्यही भएको कारणले यसलाई बन्द गरेर अझै 3-4 घन्टा यसलाई रेस्टको लागि, आटा रेस्टको लागि यसरी राखिदिने। हेलो साथीहरू, फाइनली मेरो इडली एन्ड डोसाको बेटर एकदम रेडी भयो। अब हामीले यो बेटरबाट इडली पनि बनाउन सक्छौँ र डोसा पनि बनाउन सक्छौँ। यो यहाँसम्मको प्रोसेस सेम हुन्छ। अब त्यसपछि म तपाईँहरूलाई इडली कसरी बनाउने अनि डोसा कसरी बनाउने भनेर सिकाउँछु। सबभन्दा पहिला म इडली बनाएर देखाउँछु साथीहरू। सबैले मलाई इडलीको प्रोसेस देखाउनु न भनिराख्नु भएको कारणले पहिला म इडली बनाएर देखाउँछु, अनि त्यसपछि डोसा पनि बनाएर देखाउँछु साथीहरू हेर्नलाई। यी हेर्नु साथीहरू, यसरी 5-6 घन्टा राखेपछि यो फेरि यसरी फुल्छ साथीहरू। यो आधा थियो साथीहरू, पुरा फुल भयो हेर्नुहोस् है। अनि त्यसपछि
इडली बनाउनुको लागि मैले यो जति आफूलाई आवश्यक पर्छ त्यति मैले यो कटोरीमा लिएँ। हेर्नुहोस् है, मलाई जति इडली बनाउनु छ त्यति नै मैले लगेँ। हेर्नुहोस् है यो साथीहरू, यति बाक्लो छ। इडली बनाउनुलाई अलिकति बाक्लो नै चाहिन्छ। अनि डोसा बनाउनुलाई चाहिँ तपाईँहरूले कतिको पातलो बाक्लो खानुहुन्छ त्यही अनुसारमा डिपेन्ड गर्दछ। हेर्नुहोस् है, यसमा मैले पानी हाल्दिनँ किनकि मैले बनाउने इडली हो, यो जस्तो छ त्यस्तै नै राख्छु म। अनि यसमा अलिकति नुन राख्नुपर्छ टेस्टको लागि। मैले अलिकति नुन राखेँ, आधा चम्चा। नुन घोल्नुको लागि अलिकति मैले पानी हालेँ, अलिकति मात्रै हालेँ है, मैले 2-3 चम्मच मात्रै हालेँ। अनि यसलाई यसरी यो नमकलाई घोलेँ। यसरी घोलिसकेपछि मेरो यो इडली बनाउने भाँडा हेर्नु साथी, इडली बनाउने भाँडा यसरी आउँछ। यस्तो हुन्छ साथीहरू इडली बनाउने भाँडा। यसमा 3 सेट छ, तपाईँलाई जति चाहियो बनाउन सकिन्छ। यो इडली बनाउने भाँडा हो। अनि त्यसपछि यसमा पानी राख्नुपर्छ। हेर्नु साथीहरू है, यहाँ घेरा दिएको छ 1 2 3 सेट राख्ने, यो सेट राख्नुलाई घेरा दिएको छ। अनि यो तल्लो घेराभन्दा तल अलिकति तल मात्रै पानी। यसरी मैले यो पानी राखेँ, यो घेराभन्दा अलिकति तल नै पानी राख्नु पर्दछ। इडली बनाउनुलाई मैले पानी गरम गरेँ। सबभन्दा पहिला ग्यास मैले फुल ग्यासमा पानी गरम गरेँ। अनि छिटो गरम होस् भन्नलाई मैले ढक्कन पनि भाँडामा मैले यसरी तेल हालेँ। तेल हालेर यसलाई यसरी तेलले यसलाई चारैतर्फ यसरी तेल लगाउनुपर्छ यसरी, किनकि इडली नचिप्क्योस्, आसानीसँग निक्लियोस् भनेर मैले भाँडामा यसरी तेल लगाएँ। अब यसरी तेल लगाइसकेपछि यो बेटरलाई यसरी इडलीको भाँडामा यसरी राख्ने साथीहरू। यसरी जति अटाउँछ उसमा फुल यसरी राख्ने। अनि तपाईँहरूलाई मैले इडलीसँग खाने चटनी पनि बनाएर देखाउँछु साथीहरू। यो भिडियो अलि लामो भन्दैछ, तपाईँहरूले यो भिडियो स्किप नगरेर लास्टसम्म हेर्नु होला। मैले तपाईँहरूलाई नरिवलको चटनी पनि बनाएर देखाउँछु यसरी राख्ने साथीहरू। हेर्नु साथीहरू, मैले यो बेटरलाई यसरी यो भाँडामा यसरी यो बेटरलाई राखेपछि यो सोको लागि मैले धनियाँको पत्ता पनि यसो माथिसम्म राखिदिएँ। पानी उम्लिँदैछ। अब यसमा मैले यसरी यो बेटरको भाँडा पनि मैले राखिदिएँ। अनि अब यसलाई यसरी बन्द गर्ने। अर्को सेट पनि मैले अलिकति बेटर बचेको कारणले मैले यहाँनिर यता खाली भए पनि 2-3टामा फुल भयो, त्यसैले मैले यो पनि राखिदिएँ। अनि यसरी यसलाई 15 मिनटसम्म उम्लिन दिने हो। 15 मिनटसम्म पानी उम्लिन्छ अनि यो भापले पाक्छ साथीहरू। 15 मिनटमै यो इडली पाक्छ साथीहरू। त्यसै क्रममा अब हामी चटनी पनि बनाउने। म तपाईँहरूलाई चटनी पनि बनाएर देखाउँछु। इडली डोसाको नरिवल चटनी म तपाईँहरूलाई देखाएँ, त्यो बनाएर इडली डोसासँग चटनी चाहिँ नरिवलको नै राम्रो हुन्छ। अनि नरिवल नभएपछि तपाईँहरूले टमाटरको चटनी पनि खान सक्नुहुन्छ। टमाटर और मुमफलीको एकदमै राम्रो हुन्छ। तर नरिवलको भयो भने, नरिवलको चटनी भयो भने अझै सुगन्ध एकदम हुन्छ। त्यसैले साथीहरू मैले यहाँ कच्चा नरिवल ल्याएको छु। कच्चा नरिवलको राम्रो हुन्छ साथीहरू, सुक्खा नरिवल होइन। अनि यो कच्चा नरिवललाई यसरी सानो टुक्रा पार्ने। सबभन्दा पहिला यसरी मैले सानो टुक्रामा राखेँ। यसरी सानो टुक्रा बनाएँ मैले। हेर्नु सानो टुक्रा बनाएँ मैले, यतिको सानो टुक्रा। अझै सानो टुक्रा पनि बनाउन सक्नुहुन्छ तपाईँहरू। नरिवलको चटनीको लागि यहाँ अलिकति मुमफलीको पनि आवश्यक पर्छ। मुमफली मैले यसरी तावामा हल्का गरी भुटेको मुमफलीलाई मैले मिक्सरमा राखेँ। अनि त्यसपछि मैले यो काटेको नरिवल पनि यसमा राखिदिएँ मिक्सरमा, क्योंकि ग्राइन्ड गर्नुपर्दछ। अब मैले यहाँनिर 3टा खुर्सानी राखेँ। तपाईँ जति पिरो खानुहुन्छ त्यति नै राख्नु होला। म कम्ती खाने भएको कारणले मैले 3टा मात्रै राखेँ। अनि त्यसपछि 2टा सानो टुक्रा अदुवा पनि राखेँ। अनि त्यस करी पत्ता पनि राखेँ। नरिवलको चटनीमा यो करी पत्ता एकदमै टेस्ट आउँछ, एकदमै राम्रो हुन्छ। त्यसैले मैले एकदमै हाल्ने गर्दछु। प्रायः जसो यहाँ साउथ इन्डियामा यो सब्जीमा या चटनीमा हर चिजमा हाल्ने गर्दछ, इसलिए मलाई पनि आदत भयो, मैले हालेँ। तपाईँहरूलाई छैन भने केही छैन, नहाल्दा पनि हुन्छ। अनि त्यसपछि मैले यहाँनिर राखेँ अलिकति धनियाँ, हरियो धनियाँ। अनि त्यसपछि मैले टेस्ट अनुसार यो नुन पनि राखेँ। नुन ज्यादा नहाल्नु होला, ज्यादा नरिवल चटनीमा नुन राम्रो हुँदैन, ठिक्क लाग्ने गरी मात्रै हाल्नु होला। अब यसमा अलिकति मैले पानी राखेँ। अब यसलाई यसरी मिक्सरमा ग्राइन्ड गर्ने। मिक्सरमा ग्राइन्ड गरेपछि नरिवलको चटनी यसो भयो साथीहरू, यसरी मसिनो भएर पिस्ने। अनि यो हाम्रो नरिवलको चटनी तयार भयो साथीहरू। मैले यो कटौरीमा खनाएँ। फाइनली हाम्रो नरिवलको चटनी पनि तयार भयो। चटनी बनाउँदा यता हाम्रो इडली पनि पाकिसक्यो साथीहरू, राम्ररी फुलिरहेको छ। हेर्नु साथीहरू, हाम्रो इडली पनि तयार भयो। अब यसलाई एकछिन ठन्डा होस्, मैले ग्यास बन्द गरिदिएँ। एकछिन ठन्डा होस् किनकि यो गरम निक्लिँदैन।
त्यसले मैले ठन्डा हुनको लागि यसरी नै बन्द गरिदिएँ एकछिनसम्म। हेर्नुहोस् हाम्रो इडली बनिसक्यो। यता हेर्नुहोस्। अब यसलाई कसरी निकाल्ने भन्दाखेरि अलिकति ठन्डा भएपछि मात्रै राम्रोसँग आउँछ, गरम गरम राम्रोसँग हुँदैन, सिक्केको हुन्छ यसमा। अब यसरी चक्कु हाल्ने एक कुनाबाट अनि यसरी यसलाई काटे जसरी सल्लक्क पारी यसरी काट्यो भने एकदम राम्रोसँग आउँछ। ठन्डा भएर मजाले आउँछ है साथीहरू। हेर्नु साथीहरू कस्तो मजाले आयो है। सबैलाई यसरी निकाल्ने। फाइनल्ली हाम्रो इडलीको रेसिपी तयार भयो साथीहरू। अब यो इडली नरिवलको चटनी एन्ड ससको साथ खान सकिन्छ। यो मेरो भिडियो तपाईँहरूलाई कस्तो लाग्यो साथीहरू? राम्रो लाग्यो भने लाइक, कमेन्ट, फलो गर्न नभुल्नु होला साथीहरू। यस्तै नयाँ भिडियो लिएर म हर रोज आउनेछु। मेरो भिडियोलाई फलो जरुर गर्नु होला। अब नेक्स्ट भिडियो डोसाको बाँकी छ, भिडियो हेर्दै राख्नु होला। ओके, थ्याङ्क यू, बाई बाई।